अर्को क्वेसन छ यो x इक्वल्स टु a cos t प्लस t sin t र अर्को इक्वेसन पनि दिएको छ dy by dx निकाल भनेको छ। पहिले यो लिएर गरे सुरुको के छ सुरुको x इक्वल्स टु के छ a टाइम्स cos t प्लस t sin t यसलाई डिफरेन्शिएट गरौँ। यहाँ x छ राइट साइडमा के छ t त्यसैले यसलाई मैले 1 लेट गरे के लेख्ने डिफरेन्शिएटिङ इक्वेसन 1 विथ रेस्पेक्ट टु के हुन्छ राइट साइडमा के छ राइट साइडमा के छ t छ त्यसैले विथ रेस्पेक्ट टु t हुन्छ। अब यसलाई कसरी लेखिन्छ dy dt लेखिन्छ dy dt x जस्ताको त्यस्तै यहाँ पनि dy dt अफ के त भन्दाखेरि a टाइम्स cos t प्लस t टाइम्स sin t। अब a भनेको के हो यहाँ कोएफिसिएन्ट जस्तो यसलाई बाहिर झिक्ने। अब सेपरेटली प्लसमा छ नि त सेपरेटली dy dt अफ cos t गर्ने अनि प्लस dy dt अफ के गर्ने भन्दाखेरि t sin t गर्नु पर्यो यसरी। अब dy dt अफ cos t भनेको cos को डेरिभेटिभ के हुन्छ माइनस sin t यहाँ लेख्दिए मैले माइनस sin t प्लस अब यहाँ दुईटा फंक्सन छ t एउटा फंक्सन हो sin t अर्को फंक्सन हो दुईटा फंक्सन केमा छ मल्टिप्लाईमा छ भनेपछि यसको डेरिभेटिभ निकाल्नका लागि के युज गरिन्छ प्रोडक्ट रुलले के भन्छ फर्स्ट फंक्सन डेरिभेटिभ अफ सेकेन्ड फंक्सन प्लस सेकेन्ड फंक्सन अनि डेरिभेटिभ अफ फर्स्ट फंक्सन हैन यही हो प्रोडक्ट रुल। अब यसलाई यस पछाडि मिलाएर लेख्दाखेरि माइनस a sin t प्लस t एज इट इज sin t को डेरिभेटिभ के हुन्छ cos t प्लस sin t जस्ताको त्यस्तै t को डेरिभेटिभ विथ रेस्पेक्ट टु t कति हुन्छ 1 हुन्छ 1 लेख्दिने भनेपछि के आयो त यहाँ माइनस a sin t। अब यो भनेको सबैको लागि हो नि त यो ए त सबैको लागि अगाडि ए थियो नि त सबैको लागि हो ल यो ब्र्याकेट हामीले हाल्नु पर्छ ल यहाँ मैले ब्र्याकेट हाल्दिए सबैको लागि हो नि त यो है भनेपछि यसले मल्टिप्लाई गर्दा के भयो त भनेपछि माइनस यसको लागि मात्रै हो नि माइनस यहाँ यसको लागि मात्रै राख्दिनु ल यहाँ अगाडि नराखौँ यसको लागि मात्रै माइनस हो यो अब यसले मल्टिप्लाई गर्दा माइनस a sin t भयो यहाँ फेरि यसलाई मल्टिप्लाई गर्दा के भयो त यसलाई मल्टिप्लाई गर्दा के भयो a t के भयो cos t यसलाई मल्टिप्लाई गर्दा के भयो a sin t हुने भयो हैन यो भनेको सबैको लागि हो ल यो ए अगाडि थियो नि त यहाँ सबैको लागि हो यहाँ ब्र्याकेट हाल्दिउँ ल भइगयो। अब यो माइनस भनेको साइनको लागि मात्रै हो है अब यहाँ क्यान्सल हुन्छ के क्यान्सल हुने भयो यो दुईटा क्यान्सल हुने भयो के बाँकी छ त अब a t अनि के बाँकी छ cos t यति बाँकी भयो। यो गर्दाखेरि के छ y इज इक्वल्स टु के छ a टाइम्स sin t माइनस t cos t यसलाई इक्वेसन 2 डिफरेन्शिएटिङ इक्वेसन 2 विथ रेस्पेक्ट टु के यसमा राइट साइडमा t छ सो विथ रेस्पेक्ट टु t नै हुन्छ के लेख्नु पर्यो यसलाई dy by dt लेख्नु पर्यो इज इक्वल्स टु a छ a भनेको के जस्तो हो भन्दाखेरि पहिला यसो गरौँ न dy by dt लेख्दिउँ a sin t माइनस t cos t। अब यो भनेको कोएफिसिएन्ट बाहिर झिक्ने यसलाई अनि सेपरेटली गर्दिउँ ल सेपरेटली भनेको dy by dt अफ sin t अनि माइनस dy by dt अफ के t cos t a एज इट इज। अब यहाँ sin t को dy by dt अफ sin t भनेको sin t को डेरिभेटिभ के हुन्छ cos t लेख्दै मैले यहाँ cos t माइनस अब t र cos t भनेको दुईटा फंक्सन छ दुईटा फंक्सन मल्टिप्लाईमा छ भने के लाग्छ प्रोडक्ट रुल। अब केयरफुल के हुनुपर्छ माइनस छ यहाँ कर्ली ब्र्याकेट दिए मैले प्रोडक्ट रुलले के भन्छ फर्स्ट फंक्सन लेख्ने अनि सेकेन्ड फंक्सनको डेरिभेटिभ निकाल्ने भनेको dy by dt अफ cos t अनि प्लस सेकेन्ड फंक्सन लेख्ने अनि फर्स्ट फंक्सन के निकाल्ने डेरिभेटिभ फर्स्ट फंक्सन भनेको t त्यसैले मैले लेखेँ dy by dt अफ t ब्र्याकेट क्लोज गरिदिने। अब ल अलिकति सारौँ यता a एज इट इज cos t एज इट इज माइनस t cos t को डेरिभेटिभ के हुन्छ cos t को डेरिभेटिभ माइनस sin t। अब यसो गरौँ यहाँ ब्र्याकेट एज इट इज नै गरौँ अहिले प्लस cos t अनि t को डेरिभेटिभ विथ रेस्पेक्ट टु t कति हुन्छ 1 लेख्नु परेन यसलाई हैन 1 लाई के लेख्नु छोड्दिए मैले यतिकै
भनेपछि ए छ यहाँ, यहाँ छ cos t माइनस, अब यहाँ अगाडि माइनस छ हैन, ओपन गरिदिउँ ब्र्याकेट, भनेपछि माइनस माइनस के हुने भयो प्लस t sin t आउँछ, अनि यो माइनस प्लस के हुन्छ माइनस के आउने भयो यहाँ cos t, यसलाई ब्र्याकेटमा हाल्दिउँ, क्यान्सल हुन्छ, cos t क्यान्सल। सो व्हाट इज रिमेनिङ? अब बाँकी के छ त्यसमा? हाम्रो बाँकी छ a छ, बाँकी a बाँकी छ, t बाँकी छ, र के बाँकी छ sin t बाँकी छ। तर हामीलाई चाहियो के, क्वेशनले के भनेको छ? क्वेशनले हेर त हामीलाई फाइन्ड dy by dx, dy by dx अहिलेसम्म आएको छैन। अब dy by dx निकाल्ने कसरी त भन्दाखेरि चेन रुलबाट, युजिङ चेन रुल गर्ने हामीलाई चाहियो के भन्दाखेरि dy by dx चाहिएको छ। तर हामीसँग के छ? अब यहाँ हामीसँग छ एउटा dy by dt, यसलाई कपी गर्ने यहाँ dy by dt। अब हामीलाई dy by dx चाहिएको छ भने यो dt त फ्याक्नु पर्यो, dt डिनोमिनेटरमा छ भने यसलाई ब्यालेन्स गर्न न्युमिनेटरमा लेख्नु पर्यो हैन। अनि हामीलाई के चाहिएको छ dx, त्यसैले मैले dx लेखे। अब हामीसँग dy by dt को भ्यालु छ, हामीले यहाँ निकालेको छ, कति निकालेको छ 80 sin t निकालेको छ, इन्टु dt by dx हामीसँग छ छैन, हामीसँग ठ्याक्कै रेसिप्रोकल छ dx by dt। अब यसको भ्यालुलाई रेसिप्रोकल गरेर लेख्दा भइहाल्छ हैन। dx by dt छ, यहाँ dt by dx लेख्नु छ, रेसिप्रोकल गरेर लेख्ने 1 by कति छ 80 cos t। अब 80 छ, 80 क्यान्सल भयो, न्युमिनेटरमा sin t बाँकी, डिनोमिनेटरमा के बाँकी छ cos t। अब sin by cos ले के दिन्छ 10, 10 t इज द आन्सर, यो आन्सर हुने भयो।